गुड आफ्टरनुन सम्पूर्ण साथीहरूलाई। कस्तो हुनुहुन्छ तपाईहरू? सन्चै सुबिस्तै हुनुहुन्छ होला है। र म पनि सन्चै छु। अहिले चाहिँ घरको काम धमाधम चलिरहेको छ। देखिरहनु भएको छ होला। केस कोर्नु पनि पाएको छुइनँ। बिजी छु। घर सफा गरेर स्टोर रुम सफा गर्दैछु। र सफा आमा पनि बिजी हुनुहुन्छ। म बाबा बिजी हो। बेबो चाहिँ नुहाएर घाम तार्दै थियो र नानी दुध त मिठो चिया बनायो भने थियो कि साँच्ची नै बेबोले त नि साथीहरू मिठो चिया बनाएछ। लु मेरो लाइफको फर्स्ट टाइम बेबोले चिया बनाएर देख्छ है। अब मेरो बधाई नि ठुली भएछ भन्ने यस्तो भयो नि हो। श्रुतिले दिन्थ्यो पहिला, श्रुति हुँदा सँगै हुँदा। अन्त म बेबोलाई चाहिँ अब त्यति चुलामा दिदिन्थेँ नि त जानु काम गर्नु। अलिक बेबो श्रुति चाहिँ अब कस्तो भन्नुहोस् त होसियारी खालको थियो। बेबो अलिक उत्तलो गर्छ हो, डर लाग्छ ग्यासहरूमा दिदिने थिएँ। आज बिहान चाहिँ मलाई के भन्यो भनेदेखि फुपू तपाईँले मलाई विश्वास गर्नु हुँदैन है भने। किन नानी भने त मैले चिया बनाएर दिन्छु भन्दा पनि तपाईँले विश्वास गर्नु हुँदैन। दैलोहरू लक गऱ्यो भने पनि तपाईँले विश्वास गर्नु हुँदैन। चेक गर्नु जानुहुन्छ भने साँच्ची नै हो। त्यसलाई चाहिँ नानी नै छ जस्तो लाग्छ है। क्लास 9 पुगिसक्यो र आज चाहिँ अब मैले त्यसको मन पो दुख्यो कि सायद भनेर चाहिँ भने लु नानी आज तेरो हातको चिया खाउँ त नि। साँच्ची नै मेरो भदैनी चाहिँ यी आमाको लागि फिक्का चिया, म र बाबाको लागि चिनीको चिया। र हाम्रो चाहिँ अहिले चिया पिउने समय नै भएको थियो। ठिकै बेबुले बनाइदिए साथीहरू। अब म चिया मेरो भदैनी कति आरामले घाम तापेको छ साथीहरू हेर्नुहोस् है। आरामको जिन्दगी चाहिँ यस्तो हुन्छ हो। म चाहिँ साफसफाइ भइसक्यो घरभित्र, नुहाइधुवाइ गरेँ। टाउको चाहिँ नुहाइनँ, हप्तामा एकखेप मात्रै नुहाउँछु म हो। अन्त के खाने नानी भनेको भोक लाग्यो अरे नि त। मलाई चिया दिएपछि चलो भोक लाग्यो। अन्त के खाने भनेको हलुवा अरे हो। सुजी अस्ति ल्याइराखेको थिएँ। अब यो चाहिँ म बनाइदिनु जाँदैछु मेरो भदैनीलाई। घाममा बेसी नबस्नु है, टाउको दुख्छ ल। ल अब बेसी भयो त अघिदेखि हो त घाममा बसेर त बस्छु। के सुक्नु छ? सुकिसकेँ। आम्मा कहिले नुहाएको? 1 घन्टा मात्रै भयो। हो 1 घन्टा मैले कहिले कति काम सकिसकेँ। र साथीहरू अब म हलुवा बनाएर खाने। सुजीको हलुवा बनाउँदैछु। यहाँ हेर्नुहोस्। अब म बेबोले पनि हेल्प गर्दैछ। चिनी सकाएको रहेछ बट्टामा, बेबोले चिनी हालिदिँदैछ। म चाहिँ यहाँ ल्वाङ अलैँची हालिसकेको छु हो। अन्त आमाको लागि चाहिँ अलिक चिनी कम्ती गरेर निकाल्नुपर्छ। हाम्रो बेबोले चाहिँ चर्को चिनी खानु भन्छ नि त। हलुवामा त अब फुपू अघि नै चर्को बनाइदिनुहोस् न भन्दै थियो नि त। बनाउँदैछु। हप्छु भयो आज घरको कामले। म चाहिँ साफसफाइ लुगाहरू अझै निकालिसकेको छ। त्यो मैले त्यो डोनेसन गर्ने लुगाहरू भनेर चाहिँ निकालिरहेको छु नि त। बेबोको त झन् नयाँ रहेछ नानी तेरो त। अस्ति मम्मीले निकालेको मैले बोरामा हालेँ नि त आज हो। जम्मा टोटल 4 बोरा भयो कि। तेरो के दामी रहेछ ज्याकेटहरू, तर छोटो मैले हेरेँ, सबै चेक गरेँ। मम्मीले नि चेक गरेर हाल्नु भएको थिएन। हेरेँ कि मलाई त लोक पनि लाग्यो नि हो। छाम्न कस्तो तातो हुन्छ यो। अहिले हातमा पोलेर मर्छ म चाहिँ। अब बन्नेपछि चाहिँ फेरि देखाउँछु है तपाईँहरूलाई। आज चाहिँ मैले हलुवा पुरै दुधमा मात्रै बनाइदिएको छु हो। आज हाम्रोमा दुध थुप्रो भएको छ नि त। पर सरोज भाइहरूको गाई ब्याएर त्यहाँबाट पनि दुध ल्याइदिएको छ। ठिकाको पनि छ 2 ठाउँको हो। त्यसले गर्दा चाहिँ आज मैले दुधमा हलुवा बनाइदिएको छु। दुधमा मात्रै। साथीहरू हाम्रो हलुवा रेडी भयो। सबैजना टेबलमा बस्नु भएको छ, 4 जना है। यो आमाको लागि चाहिँ अलिक खल्लो छ, कम्ती चिनी है। यो बाबाको लागि, यो मेरो बेबो भदैनी हलुवा प्रेमी, एकदमै प्रेमी हो हलुवाको। यो मेरो लागि, मलाई त्यति मन पर्दैन र पनि अब भोक त लागेको छ, काम गरेर खानु पर्यो हो। तातो हलुवा खाँदैछौँ हामी चाहिँ। दिउँसोको खाजा तपाईँहरूले पनि खाइसक्नु भयो होला है। ल अब खाने हामी।